के तपाईँ फागुन महिनामा जन्मनु भएको हो? यदि हो भने यो भिडियो खास तपाईको लागि हो। फागुन महिनामा सूर्य कुम्भ राशिमा हुने हुनाले तपाईको स्वभाव रमानिलो र विशेष हुन्छ। तपाईको सबैभन्दा ठूलो गुण नै मित्रता हो। तपाईँ ठूलो सानो, धनी गरिब नभनी सबैसँग समान व्यवहार गर्नुहुन्छ। सायद त्यसैले होला तपाईको साथीभाइको सर्कल धेरै ठूलो हुन्छ। तपाईको मन साह्रै उदार र सहयोगी हुन्छ। अरूको दुःख देख्नै सक्नुहुन्न। समाज सेवा वा अरूलाई मद्दत गर्ने काममा तपाईको विशेष रुचि हुन्छ। मानिसहरूले तपाईलाई मनको धनी भनेर चिन्न सक्छन्। तपाईँ परम्परागत कुरामा मात्र अल्झिनुहुन्न। तपाईको दिमागमा सधैँ नयाँ नयाँ आइडिया आइरहन्छन्। कला, साहित्य वा कुनै पनि रचनात्मक काममा तपाईको प्रतिभा गजबको हुन्छ। तपाईँ बाहिरबाट जति हाँसी-खुसी देखिए पनि कहिलेकाहीँ आफ्नै काल्पनिक दुनियाँमा हराउनुहुन्छ। तपाईको मूड अलि चञ्चल हुन सक्छ, छिनमै खुसी, छिनमै गम्भीर। यो सामान्य जानकारी हो। तपाईको जीवनको विस्तृत फल तपाईको कुण्डलीको ग्रह अवस्था हेरेर मात्र थाहा हुन्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्। याद राख्नुहोस्, ग्रहहरूको चालमा लुकेको छ जीवनको रहस्य। आफ्नो विस्तृत कुण्डली विश्लेषण, वास्तु परामर्श र समस्याको समाधानका लागि सम्झनुहोस् मेरो चिना ज्योतिष तथा वास्तु सेवा।